विष्णु बुवा त छोपिनु भएछ के रे निगा आठे यतातिरको एमालेका यस्तो हुने भयो मुक्त हो। गाइज गुड मर्निङ एन्ड वेलकम टु माई न्यू ब्लग। सबैजनालाई स्वागत छ मेरो नयाँ ब्लगमा। सबैजनालाई स्वागत छ मेरो नयाँ ब्लगमा। आइयो सन्चै आरामी हुनुहुन्छ होला होइन गाइज। आज चाहिँ एकदम मजाको शीतल छ, हिजो जस्तो चाहिँ मजाको शीतल छ भनेको त मुला सिसाले त ल्याङ गर्दै यार धन्न फुटेको थियो यार। रिप ठोक्यो यो सिसा होइन, तर अझैसम्म फुटे होइन। कत्रो फुट्छ र मैले गाली खान्छु, मैले झ्याल नखोले भयो नि गाली खाने मै हो। फेरि आज एकदम शीतल छ, मजा पनि आउँछ। तर अहिले आफूलाई चाहिँ ज्याकेट ल्याएर जाने यार गाइज, अलि गर्मी हुन्छ। हो डाइरेक्ट दोकान गएर बेटमलाई तात पनि माइसके सेतो हो नि लोखण्डे त आइयो यता गाइज सधैँ यहीँ त भन्छु कि होइन र बरु आज पनि हिजो जस्तै रहेछ होइन, पानी पर्ला जस्तै। आज चाहिँ अलिक कालो गरेछ हिजोभन्दा। लेट्स के हुन्छ होइन। यतातिर शीतल हुँदा भन्दा त बरु उता मेरो घरतिर जाओस् न बरु यार। गर्मी हुन्छ हिजो साँझ पनि जस्ट ल्याङ भएको कि सुत्ने बेला त्यही पसिनाले भिजेर त्यसै माथि यसो लाइन गयो, झन् इरिटेट भयो, झन् पसिना ओवाको पनि झन् आयो ल्याङ। यतातिर त बरु झल्क्यो भने त शीतल छ नि यार, उतातिर त फेस यहाँ घाम लाएर औडा गराउँछ यार। त्यस्तो बसौँ त्यसपछि झाडु पछानामै त पुरै भिजिएछ यार पसिनाले। बाल पनि अब काट्ने भनेको यो असार भइएपछि काट्ने भनेको क्या, हेरौँ असारसम्म कत्रो हुन्छ बाल। ज्याकेट लगाएर आएको छु, पुरै भिज्या भित्रको टी सर्ट। यता अगाडि त केही हुन्न, बरु चेन खोलिदिन्छ, पछाडिपट्टि त बन्द हुन्छ। पसिराले भिजेछ, चिसो भएछ चिसो। होइन कि यार यहाँको नेट कहिले चल्छ र मास्तिरको पनि चल्यो होइन, साइड कतैतिरको पनि चल्यो है। आज पनि डाटा लिनुपर्छ यार औडा। हिजोभन्दा अँधेरो छ कि हिजोभन्दा झन् उज्यालो छ बे आज यार। बाहिर गएर त देखाएन बहुत अल्छी लाग्यो कि जुट्नलाई यार। खुट्टा गुलालुक लुलुक गराए काम गरे होइन, त्यही पनि अलिक झिजो लाग्यो उनीहरूलाई बढाएर अल्छी लाग्छ। नत्र आउने बित्तिकै बढाएर थियो कि नि यार, यस्तो अल्छी लाग्छ। यहाँको 9:30 बज्यो होइन, 10 बज्न थालिसक्यो। आधी घन्टा बसेको थियो यार। यस्तो झाडु पछि हान्नु पऱ्यो नि त्यहाँ, कति बसिरहने यार। अनि आज चाहिँ सायद यो मिलाउनु पर्छ क्या होइन। यो मिलाउनुको लागि पनि मैले फेरि आज प्यान्ट ल्याएर आज के पुरै प्यान्ट भिज्छ हो। यस्तो अल्छी लाग्यो यार, हरेक दिन लाग्यो मलाई। हिजो 1 बजी सुतेको कि स्पेनको गेम हेरेर 1 बजी सुत्छु। फेरि अर्जेन्टिनाको र अस्ट्रेलियाको छ, भोलि पनि 1 बजी। भोलि त 1 बजी नै 2 बज्छ होला सायद भोलि सुत्छ। 10:45 बल्ल पोर्चुगलको गेम छ, हेर्न त परिहाल्यो कि साँझ भएपछि त ल्याङ छ यार गाई। सुत्न यस्तो आँखा थकै लाग्छ, निन्द्रा नपुगेर ले गाइज अल डन। अब सिर्फ बत्ती मात्र बाल्न छ, त्यो बत्ती होइन भगवान्को बत्ती। अगरबत्ती चाहिँ छैन कि फेरि यार, अगरबत्ती लिएर आउनु पऱ्यो क्या। गरेर भइयो यहाँ पनि झाडु पोछा सबै गरेर भइयो। गर्मी चाहिँ अहिले मजाले घाम लाग्छ, भित्र पङ्खा चलायो नि गर्मी छ। फेरि सधैँ यहीँ भन्छ यार, मेरो भ्लग त एउटै हुन्छ यहाँ होइन। अलि इन्ट्रेस्टिङ नयाँ नयाँ गराउँछु भन्छ इस। अब उस्तै पऱ्यो, अब मैले यहाँ भ्लग गराएँ होइन। अब आजको दिन यहाँ यति, अब डाइरेक्ट साथ उस्तै पऱ्यो। म घर गएर बनाउँछु होला कि उस्तै पऱ्यो है, नत्र नि घर गएर डाइरेक्ट भेटिन्छ है त गाइज। एकदम क्लासिकवाला चन्दन लिएर आएको छु है तपाईँ। हेरौँ चन्दनको कस्तो बास्ना हुन्छ है त गाइज। चन्दन क्लासिक त क्लासिक भने होइन, तर त्यस्तो वा भन्ने चाहिँ लागेन कि। पहिलाको कुरो एकदम बेस्ट थियो कि, चाउडा पनि टिप्ट आएको, तर यसले ढिलो दाउरामा टिपे जस्तै आएको थियो कि। त्यस्तो चाहिँ लागेन नि मैले स्वाद, म त स्वाद भन्न हुन्छ कि बास्ना के। बत्ती त लिएर आएँ है, तर लाइटर चाहिँ ल्याउन बिर्सेँ कि मैले यार। यति छ हौ भने अलिक थोरै छ कि यसमा, देखिँदैन नि त किन्न यार। चार्ज भएन भनेर चार्जर बनाएको, चार्जर त के भन्ने यार, यसको अब के बिग्रेको थियो त्यो त फेरेको होइन। फेरेर पनि मलाई चाँडो चार्जै हुँदैन यार। लगभग पहिला 1 घन्टा फुल हुन्छ नि, अहिले हुँदैन क्या। घाम पानी घाम पानी घाम पानी टुडुल। आज त एकदम शीतल छ, गेम हेर्न पनि मजा आउँछ यार। आज त शीतल पङ्खा नचलाइकन आनन्द। अब चाहिँ बत्ती बालौँ है त। मैले हिजो भगवान्ले भन्थेँ, भगवान् प्लिज पानी पारिदिनुहोस् भनेर, भगवान्ले सुनिदिनु भयो। थ्याङ्क यू भगवान्। अब प्लिज भगवान् मेरो युट्युबमा पनि चाँडोभन्दा चाँडो 1 मिलियन सब्सक्राइबर कटाइदिन मद्दत गरिदिनुहोस् है त गाइज। बत्ती पनि बालियो होइन। अनि एउटा न्युज के सुन्यो भन्दा चाहिँ आधी मतलब 1 घन्टा भइसकेको छ त्यो न्युज आएको। मैले चाहिँ बल्ल मोबाइल खोलेँ, विष्णु बुवा त छोपिनु भएछ के रे निगा आठे। विष्णु बुवा त जलैमा हो जलैमा विष्णु जलैमा, जलैमा हो जलैमा विष्णु जलैमा। यतातिर सबले विष्णु वी लभ यु वी लभ यु। यतातिरको एमालेका यस्तो हुने भयो मुक्त हो। एमालेका क्या हाम्रो गाउँमा धेरै छ नि त एमाले। यस्तो एमालेको कन्भिनर अनि विष्णु पौडेलको चाहिँ जन्मेन छ नि 1-2टा है, हाम्रो घर साइडतिर यताउति।
एकदम मनलाई आनन्द भएको छ मलाई चाहिँ अहिले। विष्णुले के गरे? भैरा बाबा एयरपोर्ट बनाए। विष्णु पौडेलले के गरे? बाटो पिच गरे। विष्णु पौडेलले के गरे? विष्णु पौडेलले सेयर मार्केटलाई बढाए। विष्णु पौडेलले के गरे? अनि के भन्छ ओए, सुकुम्बासी जग्गामा आफूले लाल पूर्जा पाए। धन्यवाद। यहाँ चाहिँ बिस्कुट छैन। बिस्कुट पनि कसरी खाने भन्दा पानी बिस्कुटभित्रै पानी हालिदिने क्या यस्तिकै। भाडा पनि पराउन्न, सिर्फ प्लास्टिकमा। खैले नि मैले बजाउँछु नि रात छु, मलाई आफू बजा त रात दिन बजायो नि त बगेर नि घर एक्लै। यत्रो हरि भलौँ गर्नु रहेछ त अझै। ला त छोप भिडियो गरेर म बजाउँछु। ल है त दोस्तो, फिस्टेकोमा मादल हेरेर आइयो। अनि यहाँ चाहिँ ब्रेड र जाम खाँदैछु क्या। भात खाने बेला ब्रेड र जाम खाना मलाई त्यो खाइदिनु न भनेर। अहिले चाहिँ अर्जेन्टिना र अस्ट्रियाको म्याच चाहिँ चलिरहेको छैन कि। मेस्सीले चाहिँ पेनाल्टी मिस गर्नुभयो, तर अर्को गोल चाहिँ गोल हान्नुभयो है त केही। एकदम मजाले मिठो टाइपको गोल, तर पेनाल्टी पनि के मिस गर्यो मेस्सी, के मिस गर्यो मेक्सी नलाएर होला सायद मिस गरेको। अब म्याच चाहिँ हेर्दैछु होइन। अनि विष्णु पौडेल त छोप्के यो एमालेलाई के यार, एमालेको कुनै कार्यकर्ता छोप्ने बित्तिकै यिनीहरूलाई विरोध गर्न चाहिँ किन पर्छ भनेको क्या। यिनीहरूले अरूलाई आफू सरकारमा भएको बेला अरूलाई गिरफ्तार गर्दा हामी कानुन अनुसार गर्छौँ। यिनीहरूको पार्टीका कहीँ छोप्यो भने चाहिँ हाम्रो के भन्छ अरे रिस र डाहाले गर्दा छोपेका हुन्। अनि के भन्छ कुनै प्रमाणै छैन यतिकै छोपेका हुन्। अझ तँ भोगटे, ए भगवान् तेरो भोगटेतिर पनि पालि आउँछु नाति। यिनीहरूले के भन्ने कि एमालेकोलाई यार। तर बरु माओवादी र काङ्ग्रेस ठिक रहेछ। एमाले त म 7 जन्मसम्म मैले एमालेलाई भोट दिँदैन क्या। बरु काङ्ग्रेस माओवादीलाई दिउँला, एमालेलाई जिन्दगी दिँदैन। होइन कि यो फुटबल होइन, रेस्लिङ हो कि फुटबल खेलिरहेछन् भन्ने छुट्याउन सकेको छैन क्या। सायद यहाँ प्लेयरभन्दा धेरै रेफ्री थाकेको छ क्या। सिटी पुग्दै हरेक मिनट हरेक सेकेन्डमा फेरि कुनै प्लेयर अर्जेन्टिनाकोले कसैले अस्ट्रेलियाको प्लेयरलाई हानेछ, लोटाइदिएछ। अस्ट्रेलियाकोले अर्जेन्टिनाकोलाई लोटाइदिए, अस्ट्रेलिया नै अस्ट्रिया। मजा आएछ केही हेर्नु। रेस्लिङ भएको भए सायद आज मजा आउँथ्यो। अब भिडियो मन पऱ्यो मलाई लाइक शेयर सब्सक्राइब गर्न नबिर्सिनु होला।